गाइस अहिले हामी आइपुग्यौँ यहाँ हेर्न सक्नुहुन्छ जाँदैछौँ सबैजना गइरहेछौँ गोर्खा कल्चरल फेस्टिभल राजगढमा भित्र आइपुग्यौँ हामी यहाँ देख्न सक्नुहुन्छ भित्रको महफिल यहाँ सबैजना आउनु हुँदैछ अब रेलीमा जानुको लागि जम्मा हुँदैछ अरु यहाँ हेर्न सक्नुहुन्छ यो हाम्रो बाँसको घर दुई तले घर यस्तो प्रकारले सुन्दरले बनाइ भएको छ यता हन्दी सुँगुरको खोर हाम्रो काँसाको थाल बाटी हेर्न सक्नुहुन्छ यहाँ राम्रो ब्याग ड्रेस सबै सजाइ राखेको छ म्युजियममा सबै थोक खुकुरी सुकुरी देख्न सक्नुहुन्छ यो दाजुले खुकुरीको दोकान पनि दिनुभएको छ हेर्नु कति राम्रो खुकुरी ल्याउनु भएको छ प्रकार प्रकारको खुकुरी देख्न सक्नुहुन्छ यहाँ हेर्न सक्नुहुन्छ रेली स्टार्ट भयो भव्य रेली हजार मान्छेको भिडको रेली निस्किन जाँदैछ यहाँ मगर कल्चरल डान्स हाम्रो दिदी बहिनीहरूले नाच्नु हुँदैछ रमाइलो गर्नु हुँदैछ हेर्न सक्नुहुन्छ कति राम्रो नाच्नु हुँदैछ यहाँ हेर्नु कसलाई भेटे यो तपाईको माइकी मुहा भन्ने जो युट्युबर हुनुहुन्छ उसको आज ड्रेस चेन्ज गरेर आउनु भएको छ बेलेग रूपमा यहाँ खुकुरीको धार भोलि नङ्गा तार को शप र यहाँ भिडियो गर्दा गर्दै बेलुकाइ भयो हेर्न सक्नुहुन्छ यो पोतेको दुकान र कपडा हाम्रो गोर्खाली कल्चरल ड्रेसको दुकानहरू धेरै नै आउनु भएको छ दाजुहरू यहाँ परिको ड्रेस पाउनुहुन्छ पोते पाउनुहुन्छ हरेक चीज पाउनुहुन्छ गोर्खालीको हरेक गोर्खा जातिको आफ्नो आफ्नो ड्रेस र परिको ड्रेस पनि पाउनुहुन्छ यहाँ हेर्न सक्नुहुन्छ यहाँ हाम्रो भाइ हेर्नु खेल्नु हुँदैछ पिङ पुरा फुर्ती गर्नु हुँदैछ साथीहरुसँग अहिले म तपाईको सेकुवा कोनार भनौं सेकुवा तुम्बा अनि हाम्रो जाड त्यसको दुकानतिर आएको छु हेर्न सक्नुहुन्छ यहाँ सुँगुरको मासु पोलेको कुखुराको मासु माछा सबै थोक पोलेको सेकुवा पाउनुहुन्छ तरह-तरहको मासुको सेकुवा र साथै जाड तुम्बा अरु विभिन्न प्रकारको लोकल डिश पाउनुहुन्छ यहाँ हेर्न सक्नुहुन्छ कस्तो मजाले दाजुले सुँगुरको सेकुवा पोल्नुहुँदैछ एउटा टुट्यो अलिक आगो लागेर यहाँ हेर्न सक्नुहुन्छ सुँगुरको मासु ब्रो पर्क यो कति रुपैयाँ यो एउटा सेम हो